सत्यनारायण साफीजी बोल्दै हुनुहुन्छ? हजुर सर। ल नमस्कार, तपाईँलाई बधाई पनि छ। एमबिबिएसमा फुल स्कलरसिपमा नाम निकाल्नु भएछ। थ्याङ्क सर। अनि के छ त, खाना खानुभयो? मैले भोज खाएको अहिले नि। तपाईँलाई धेरै बोल्न मन लाग्दैन हो? मलाई नराम्रो लाग्दैन त्यत्रो बोल्नु सुन्नु। बोल्न नराम्रो लाग्छ? मलाई बडा झ्याउ लाग्छ। त्यस्तो मान्नु हुँदैन नि। अब डाक्टर भए पछाडि त बिरामीसँग बोल्नु पर्यो, उपचार गर्नु पर्यो, सोध्नु पर्यो, अनि गाडी परिहाल्छ गाडी। तपाईँले कहाँबाट पढ्नु भएको +2 चाहिँ? विराटनगरबाट। विराटनगरबाट? अब एमबिबिएस चाहिँ कहाँ पढ्ने हो त? दाङमा। कलेजको नाम के हो? राप्ती एकाडेमी अफ हेल्थ साइन्स। ए, त्यहाँ पढ्दाखेरि तपाईँलाई पैसा लाग्छ कि लाग्दैन? मलाई कलेज फी लाग्दैन। त्यहाँ चाहिँ अब मतलब बस्ने अनि होस्टेल अनि खाना अनि बुकको लाग्छ। होस्टेल र बुकको लाग्छ। त्यो भनेको महिनाको कति जति लाग्छ होला? 15,000 होस्टल नै भनेको छ। बाहिर कहिले कहिले खाजा खानु पर्ला, केही गर्नु पर्ला, साथीहरूसँग हिँड्नु पर्ला। साथीहरू यताउति कहिले काहीँ बाहिर गयो भने त्यति खर्च। त्यो पनि खर्च लाग्ने भयो। तपाईँसँग अनि बुबा आमाले पैसा दिन सक्ने स्थिति छ कि छैन त? छैन त्यस्तो। 5.5 वर्षसम्म तपाईँ कसरी पढ्नुहुन्छ त? कसरी खर्च जुटाउनुहुन्छ त नि? अब होस्टेलको लागि, किताबको लागि? अनि विनोद सरलाई भने पनि हो, अनि खोइ त भन्छ कि गाउँपालिकाले हेल्प गर्छ भनेर। गाउँपालिकाले हेल्प गर्छ कि भन्ने आश छ। रुटिन अफ नेपाल बन्दले चाहिँ तपाईँलाई 1 लाख रुपियाँ सहयोग गर्ने भनेर फेसबुकमा राखेको छ। मैले पनि त्यही पोस्ट देखे पछाडि तपाईँलाई फोन गरेको हो क्या अहिले। तपाईँलाई कसले भन्यो आरओएनबीले चाहिँ तपाईँलाई 1 लाख रुपियाँ दिँदैछ भन्ने कुरा? एउटा सर आज आएको थियो बेलुका। हजुर। मलाई पढाउँदै 9-10हरूमा थियो नि, उहाँ आउनु भएको थियो। अनि आरओएनबीबाट कल पनि आएको। अनि सरमा हेरेँ मतलब फेसबुकमा उहाँले हेराउनु भयो कि यसले 1 लाख जति रुपियाँ राखिदिएको छ। अब एउटा त आरओएनबीले 1 लाख रुपियाँ दिने भयो, अर्को पालिकाले पनि सहयोग गर्छु भनेर भनेको छ। त्यो दुईटा पैसाले मात्रै त तपाईँलाई पुग्दैन होला। पुगेन भने कसरी खर्च जुटाउनुहुन्छ त नि पढ्नलाई? विनोद सर उहाँले भनेको छ कि म हेर्छु अनि तिमी पढ भनेर, होइन? हजुर। जति खर्च लाग्छ म त्यति दिन्छु भनेर। विनोद सरले चाहिँ पढाउनु पनि भयो होइन तपाईँलाई? उहाँ मलाई 9-10हरूमा पढाउनु भएको। ए, यो फोन कल सुनिसके पछाडि धेरै मान्छेहरूले, धेरै त्यस्ता समाजसेवीहरूले, सहयोगीहरूले, दाताहरूले तपाईँलाई सम्पर्क गरेर केही सहयोग गर्न सक्नुहुन्छ। तपाईँको फोन नम्बर भन्नुहोस् त, कति हो? 9827089050। ओके। अनि तपाईँले एमबिबिएसको तयारी गर्दाखेरि चाहिँ के गरेर खर्च जुटाउनु भयो? के कामहरू गर्नुभयो? +2 पास गरेपछि त्यहाँ मतलब काठमाडौँ जाँदाखेरि मैले भाइब्रेन्टको क्लास लिएको थियो एमबिबिएसको इन्ट्रान्सको। हजुर। मलाई त्यहाँको प्रत्येक वातावरण राम्रो लाग्यो, मलाई झ्याउ जस्तो लाग्यो। किन नि? मलाई थाहा भएन, तर मलाई नराम्रो लाग्यो। अनि म आइहालेँ, होइन? त्यो दिनदेखि मैले क्लास लिएन। अनि सेल्फ स्टडी गरेँ। अनि त्यहाँ बुबा पहिला बस्नुहुन्थ्यो, अनि बुबा पनि घर आइसक्नुभयो। अनि आफू चाहिँ तब मतलब बुबा पनि घर आइहाल्यो, होइन? अनि घरमा पनि तब म पढिराखेको छु, होइन? यताउति खर्चहरू बढी हुन थाल्यो। अनि मैले बिल्डिङमा काम गर्न थालेँ। भनेको घर बनाउने काम गर्न थाल्नुभयो? लेबरमा काम गर्न थालेँ। कति हुन्थ्यो दिनको? त्यहाँबाट 500। 500। कति समय काम गर्नुभयो? कति महिना? 13 महिना। 13 महिना काम गर्नुभयो। अनि त्यो पैसाले के गर्नुभयो त? परिवार पाल्नुभयो होला, आफूलाई अलिअलि खर्च भयो होला? अब भने बुक सुक लिन्थ्यो, होइन? अनि फ्यामिली पनि त्यही खर्च गर्दा। तपाईँ कहिले जानुहुन्छ दाङ चाहिँ? कहिलेबाट सुरु हुन्छ क्लास? माघमा होला तर। माघमा होला? ओके। सरकारलाई तपाईँ केही भन्न चाहनुहुन्छ? तपाईँलाई अब स्कलरसिपमा नाम निकालिसके पछाडि पनि पढ्नलाई गाह्रो छ, खर्च जुटाउन गाह्रो छ। यस्तो बेलामा चाहिँ सरकारलाई, सङ्घीय सरकारलाई केही भन्नुहुन्छ तपाईँ? अब मतलब यदि कुनै विद्यार्थी चाहिँ अब मतलब स्कलरसिपमा पाएको छैन आफ्नो मेहनतले भन्ने, अब उहाँहरूलाई मतलब पैसाको कारण यदि स्कलरसिपमा पनि नाम निकालेर यदि पैसाको कारण मतलब उसको भविष्य यदि अगाडि बढिराखेको छैन भने उहाँलाई हेल्प गरिदिनु भनेर भन्छु। तपाईँ डाक्टर भएपछि चाहिँ के गर्ने सपना छ? आफ्नो गाउँपालिकाको मान्छेले उपचार गराउने, होइन? कसरी खाने पिने यताउति। तपाईँले कहिले देख्नुभएको थियो सपना म डाक्टर बन्छु भनेर चाहिँ? कति क्लासमा पढ्दाखेरि तपाईँलाई मनमा यस्तो कुरा आएको थियो? सानैदेखि।
सानैदेखिको सपना तपाईँको उम्, अब पुरा होला होला जस्तो हुँदाखेरि चाहिँ कस्तो हुँदो रहेछ त मनमा? होइन पहिला दुःखी हुन्थ्यो, जहिलेदेखि विनोद सर भेटेछ जहिलेदेखि कुनै दुःख जस्तो फिल भएको छैन। विनोद सरले म तिमीलाई पढाउँछु, तिमी अगाडि पढ, अगाडि बढ, म छु भने पछाडि चाहिँ खुसी लागेको छ? त्यो दिनदेखि कुनै मतलबै छैन। नत्र चाहिँ दुःख लागेको थियो, नाम त निस्कियो कसरी पढ्ने होला भन्ने लागेको थियो? त्योभन्दा अगाडि लागेको थियो जब होइन कि मेरो नाम निस्किँदाखेरि नि मैले फर्स्ट म्यासेज उहाँलाई नै गरेँ फेरि। के भनेर लेख्नुभयो म्यासेजमा? म्यासेजमा के लेखेको थियो कि मेरो नाम पुणे स्कलरसिपमा निस्कियो भनेर। अनि मान्छेहरूले तपाईँलाई कङ्ग्रेचुलेसन्स पनि भने होइन त? त्यो मान्छेहरूले मतलब त्यो अर्कै खाले भयो कि मतलब कसरी निकालिहालिस् होइन, भर साल बिल्डिङमा काम गर्दैछ यताउता होइन, अनि नाम कसरी निकालिस् कसैले मतलब विश्वासै गरेन ल। किन त्यस्तो भयो होला त? म भने नि मैले 13 महिनादेखि काम गर्दैछु होइन, हो अनि त मेरै गाउँको अरू पनि विद्यार्थी त त्योमा मतलब गरिराखेको छ नि इन्ट्रान्स प्रिपरेसन, काठमाडौँमा बसेर गर्दैछ। त्यो त यिनीहरू काठमाडौँमा बस्दा यिनीहरूको नाम निस्केन, तिम्रो नाम कसरी निस्किहाल्यो यताउति हुन्छ नि। मान्छेले विश्वासै गरेन। म विश्वासै गरेन। जब मतलब एडमिसन त लिसन भइहाल्यो नि, अब मान्छेहरू भेट्न आउँछ नि, अब लाग्छ हो नाम निस्क्यो भनेर। तपाईँ चाहिँ एकदमै धनी परिवारको हुनुहुन्थ्यो होइन, अनि तपाईँको आर्थिक अवस्था राम्रो हुन्थ्यो, सामाजिक अवस्था राम्रो हुन्थ्यो भनेदेखि मान्छेले सायद एकै पटकमा विश्वास गर्थे होला नि तपाईँलाई है? त्यस्तो त हो। तपाईँलाई कस्तो लाग्छ नि विभेद हुँदै गर्दा, विभेदमा पर्दा, तपाईँले छोएको मान्छेले नखाँदा, घरभित्र पस्न नदिँदाखेरि चाहिँ कस्तो महसुस हुन्छ? दुःख भइहाल्छ नि त। तपाईँ डाक्टर भएर आएपछि तपाईँलाई नराम्रो गर्ने मान्छेहरूलाई पनि खुसी भएर हाँसी हाँसी एकदम राम्रो मनोभावनाको साथ उपचार गर्नुहोस् है। अब मलाई डाक्टर बनाउने होइन, अनि डाक्टरको जुन धर्म हुन्छ त्यो त मलाई निभाउनु पर्छ नि। म किन नराम्रो कसैसँग व्यवहार बनाउने होइन? हो नि। ल त्यसो गर्नुहोस्, तपाईँलाई के गरी सहयोग गर्न सकिन्छ त्यसको कोसिस म पनि गर्नेछु, अनि सायद तपाईँलाई र मलाई सुनिरहनु भएका अरू धेरै सहयोगी मनहरूले पनि पक्कै तपाईँलाई सघाउनु हुनेछ, सहयोग गर्नुहुनेछ। तपाईँको उज्जवल भविष्यको कामना। छिट्टै भनेको 5 वर्ष पछाडि तपाईँलाई डाक्टर साहब भनेर चाहिँ बोलाउन पाइयोस्, सम्बोधन गर्न पाइयोस्। तपाईँलाई शुभकामना है। थ्याङ्क्स।